अवस्था छ र अर्को कुरा योभन्दा पहिला तपाईहरुका समानान्तर गतिविधि हुन्थे लेटर रेटको चाहिँ दुरुपयोग भयो भनेर उतापट्टिबाट आइराखेको अवस्था थियो। अब त्यही किसिमको समानान्तर गतिविधि हुन्छ अथवा पहिलो कुरा यस्तै तपाईले अहिले भने जस्तै अनौपचारिक हुन्छ? हैन, मूल कुरा के हो भने अदालतमा आफ्नो दाबी विरोध लिएर गइराखेका बेलामा दुवै पक्षले आफ्ना गतिविधिलाई निरन्तरता दिनु, तीव्रता दिनु र त्यसलाई सशक्त बनाउँदै लैजानु स्वाभाविक हो। मुद्दारत पक्षहरूले जहाँ पनि गर्नुहुन्छ र हामीले पनि त्यो केही गतिविधिहरू गरेका थियौं र त्यसलाई कुनै अर्को पक्षले यसलाई गैर कानुनी अवैधानिक भन्नु पनि निरर्थक थियो, हास्यास्पद थियो, त्यो उपयुक्त थिएन। किन थिएन भने सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दै गर्दा पार्टीका उपसभापति एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कार्यवाहक सभापति भनेर नै त्यहाँ मुद्दा दर्ता गरेको हुँदा उहाँलाई कार्यवाहक सभापति भन्नलाई कुनै अप्ठ्यारो थिएन र निरन्तर भनिरहनु भएको थियो। तर हिजोदेखि जब फैसला भयो र अदालतको फैसलालाई स्वीकार गर्ने भनिसकेपछि अब उहाँ निवर्तमान कार्यवाहक सभापति हुनुभयो हिजोदेखि, हैन? त्यसलाई हामीले स्वीकारेका छौँ। र अर्को कुरा चाहिँ अब यो त कानुनी विषय टुङ्ग्यो, निरूपण भयो, यसको वैधानिकताको विषय टुङ्ग्यो, तर अब राजनीतिक विषय भनेको पार्टी एकताको विषय हो। त्यसैले पार्टी एकताका विषयमा चाहिँ निरन्तर चिन्ता व्यक्त भइराखेको छ। हामीबाट मात्रै होइन, सबै पक्षबाट अब पार्टी कसरी अगाडि जान्छ। कुनै एक पक्षलाई आधिकारिकता दिइसकेपछि त्यसमा होला विभिन्न त्रुटिहरू होलान्। त्यो त्रुटिहरू जस्तै हाम्रो आदरणीय नेता विमलेन्द्र निधिले फैसला मान्दिन भन्नुभएको होइन रहेछ। मैले पनि सोधेँ, आज भर्खरै मात्रै सोधेँ, त्यस्तो भनेकै होइन। फैसला त कहाँ मानिँदैन र मान्नुपर्छ, तर त्यो फैसलामा आधार मानिएका थुप्रै विषयहरू छन्, तिनलाई मान्न सकिँदैन भन्नुभयो। जस्तै उदाहरणकै लागि पनि हेर्ने हो भने राजनीतिक दल सम्बन्धी दफा ऐनको दफा 51मा तपाईहरुले जाँचबुझ गर्नुभयो त भनेर सरकारी वकिललाई सोद्धा श्रीमान जाँचबुझ त गरिएन भन्ने उत्तर आएछ। तर त्यो फैसलामा आउँदाखेरि जाँचबुझ गरी भन्ने फैसला आयो भनेपछि त्यस्ता विषयहरू धेरै विरोधाभासपूर्ण विषयहरू छन्। ती विषयहरूलाई चाहिँ मान्न सकिँदैन। तर अदालतको आदेश फैसलालाई असहमति हुन्छन्, सहमति हुँदैन। किनभने मुद्दा भन्ने बित्तिकै 2-3 बहुपक्षीय हुन्छ, त सबै पक्षले मान्ने हुने खालको फैसलाहरू बिरलै आउँछन्। त्यसैले कुनै पक्षले त्यसलाई मान्दैन। त्यसमा हामी पनि एक पक्ष भएको हुनाले त्यसमा हाम्रा पर्याप्त असहमतिहरू छन्। तर संवैधानिक अङ्ग अथवा स्वतन्त्र न्यायपालिकाले गरेको फैसलालाई नेपाली कांग्रेसले मान्दै आएको छ र यसपटक पनि मान्छ। अब एक